हजुर नमस्ते। तपाईँ जो उत्तम कार्की भनेर हामी चिन्छौँ, जो अहिले पीडितको रूपमा आत्मदाहका रूपमा चाहिँ हस्पिटलको शय्यामा छन्, उहाँको आमा हो? हजुर म आमा हो। यो घटना कसरी घट्न पुग्यो? तपाईँहरूले किन यो आन्दोलनसम्म आउनु पर्यो? यो घटना कस्तो भने त्यो 21 दिन थुनेर 18 गते निस्केर आएपछि पनि धम्की आयो। हजुर के अरे यसलाई के बलात्कारी मुद्दामा हाल्छु भनेर उसले दबाब दिएको, त्यही गरी बाउजाले मारेर फाल्छु भन्ने उसको बाउले होइन। त्यो हुनाले अघिल्लो दिन मलाई पनि त्यही दिन पनि मलाई गएर घरमा पनि धम्काई, अलि अगाडि पनि त्यसपछि गएर घरमा गएर त्यो छोराले बलात्कारी मुद्दा हालिदिन्छु भनेर धम्काई। त्यतिखेर नि मैले सहेर बसेको थिएँ। पोहोरको साल पनि पटक पटक चौकी धेरै पटक हाली, अनि उसको अब दिमागमा असर पर्यो। अब यो घटना हुन गयो। अब धेरै वर्षै भइसक्यो, यसले टर्चरदेखि हालेर 2 वर्षै भइसक्यो। चौकी पनि धेरै पटक हालिसकेको छ। हाल्दाखेरि चौकीले पनि एक थरी मात्रै तर्फर कुरा उसले उसको मात्रै कानुनमाथि भयो। मैले न्याय पाइनँ। त्यो न्यायको लागि हामी यति गरेर हिँडेको। मेरो छोरो जीवन र मृत्युको दोसाँधमा छ, मेरो छोरो हस्पिटलमा। त्यतिको लागि मैले यति न्याय पाउँछु कि भनेर हिँडेको हो। म त्यहाँभन्दा धेरै बोल्न पनि अलि सक्दिनँ होला। तपाईँले सुनिसक्नुभयो, एउटा आफ्नो कलकलाउँदो उमेरको छोरो आफ्नो बुढेसकालको सहारा हुन्छ कि भनेर आफूले हुर्काई बढाइ गरेको एउटा छोरालाई एउटा नारीले बारम्बार बलात्कारको आरोप लगाइदिन्छु, तँलाई सन्दीप र पल जस्ता मान्छे जस्तो बनाइदिन्छु भनेर टर्चर दियो र उसले बाटोमा भेट्दा पनि मलाई मुख छाडेको भनेर अभद्र व्यवहार गर्यो अनि बारम्बार जेलको चिसो श्रेणीमा पुर्याइयो। त्यही भएर आज उत्तम कार्कीले आत्मदाह गर्न कोसिस गर्नु परेको भनेर उहाँका आमाले पनि बताइसक्नु भएको छ। तपाईँहरूलाई प्रत्यक्ष रूपमा हामीले यो देखाउँदैछौँ।